विभिन्न दलमन का चुनाव प्रचार कर बीच में आज मालबजार तृणमूल उम्मीदवार बुलुचिक बड़ाईकर समर्थन में गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङ माल ब्लॉक कर मेन ग्लास चा बगान में एगो सभा कर लाई। इस सभा में विशेष रूप से उम्मीदवार बुलुचिक बड़ाई भी उपस्थित रही। सभा कर माध्यम से विमल गुरुङ कहलाई कि आज तृणमूल के हामिन कर जरूरत है और हामिन के तृणमूल कर जरूरत है। नारा एउटा छोरीलाई सुरक्षा गर्न, छोरीलाई पढाउन, यो देशमा छोरी पनि उठ्न पर्छ, छोरीले पनि आज लिडरशिप थाम्न पर्छ, छोरीले पनि आज ठुल्ठुला औदा सम्हाल्न पर्छ, छोरीले पनि राजनीति बनाउनु पर्छ, छोरीले पनि आज ठुल्ठुला काम गर्न पर्छ भनेर आज उनीहरूले भन्न चाहेको बेटी बचाओ बेटी पढाओ भनेर उहाँले त्यसै भन्न चाहे। तर उनले त्यो मुखमा मात्र आज बेटी पढाओ बेटी बचाओ भन्छन्, तर एउटा 65 वर्ष पुगेका ती लेडीलाई आज किन चाहिँ एटेक गर्छ? उसले कुन आधारले एटेक गर्छ? उता एउटा नारी हो त, एउटा छोरी हो त, एउटा दिदी हो त, ऊ पनि एउटा यो देशको नागरिकता हो त, किन चाहिँ उसलाई एटेक गर्छ? भनेपछि तिम्रो बेटी पढाओ र बेटी बचाओको नारा चाहिँ के देखाउटी मात्र हो? सोसियल मिडिया आज कोदो नै बनाइदिनुहोस् तैँले, जोत्नुसम्म ज्योतिष मोदी लागेर पनि जोत्यो, अमित शाह लागेर पनि जोत्यो, राजनाथ सिंह लागेर पनि जोत्यो, विजय वर्गी लगाएर पनि जोत्यो, जोतेको बारे। तर मकै नै फलेन, कोदो नै फलेन, त्यो बाँझो जस्तो भयो। अब बाँझो बारी चाहिँ अब हामीले खन्ने अब समय आयो, खन्नको लागि चाहिँ हाम्रो यहाँ भाइलाई चाहिँ उठाउनु, उहाँलाई चाहिँ अब जोडा फुलमा भोट हालेर चाहिँ अब बारी खनाउनु पर्छ, आदिवासीको विकास हुन पर्छ, गोर्खाको विकास हुनुपर्छ, राजवंशीको बिहारी बङ्गाली मरवाडीको आज विकास हुनुपर्छ। भोलिको दिनमा सदनमा गएर आज उहाँले ढुक्कैले आफ्नो सदनमा बोल्न सक्छ। यो बिनगिलासको समस्याको समाधान, कमानको समस्याको समाधान, कमानको आज जुन प्रकारको जीर्ण अवस्था छ, यहाँको जुन प्रकारको अवस्थालाई एउटा व्यवस्थामा परिणत गर्नलाई उहाँलाई हामीले एउटा क्यान्डिडेटको रूपमा उहाँलाई पठाउने एउटा दमनको गरेका छौँ। त्यसले गर्दाखेरि 17 तारिक हुने भोटमा भारी मतले उहाँलाई उहाँलाई हेरेर होइन, ममता ब्यानर्जीलाई हेर्नुहोस्, मामाटी मानुषलाई हेर्नुहोस्, उहाँलाई हेरेर एक भोट जोडा फुलमा हालेर ममता ब्यानर्जीको सरकार बनाउनु पर्छ भन्ने शुभ सन्देश गर्न चाहन्छु। मेरो कर्म धर्म एलायन्स भएकोले गर्दाखेरि मेरो कर्म धर्म मैले उहाँलाई समर्पित गरेको छु। आउने दिनमा मेरो कम्युनिटीको लागि उसलाई नै माध्यम बनाएर म केही प्राप्त गर्छु भन्ने उद्देश्य राखेर आज काम गरिरहेको छु। सबैलाई एकदमै यो काम गरिने अनुमति माग्न चाहन्छु, एकदमै रिक्वेस्ट गर्न चाहन्छु सबै सबैलाई। अब यहाँबाट मेरो गोरुबथानमा ठुलो जनसभा छ, यहाँ पनि जानुपर्छ। त्यसले गर्दा सबै मेरो बाबुआमालाई, दाजुभाइ दिदीबहिनीलाई, जसलाई पनि आज तपाईँले यहाँ क्यान्डिडेटको रूपमा यहाँ राख्नु भएको छन्, उहाँले कति हदसम्म काम गर्ला, तर भोलि दिनमा अब म झगडा गर्ने होइन, प्र्याक्टिकल काम गर्ने मान्छे। तपाईँ मेरो घरमा आउनुहोस्, मेरो लडाइँमा आउनुहोस्, मैले जसलाई तपाईँलाई सपोर्ट गर्नुपर्छ, मैले हेल्प गर्नुहुन्छ, मेरोबाट असाध्यै तपाईँहरूलाई काम गरेको हुन्छु भन्ने वचनबद्ध राख्दै यो मेरो 20 शब्द यतिमै समाप्त गरेर जान्छु। धन्यवाद। जय गोर्खा, जय बङ्गाल, भारत माता। अच्छा है, अच्छा ही जीतेगा, अभी जीतेगा ये आज वो, कल तक नहीं बोला था। अच्छा हो, ठीक है। आपको क्या उम्मीद है पश्चिम बंगाल में? सरकार आ जाएगा, किसका सरकार आएगा? ममता दीदी का सरकार आ जाएगा। बीजेपी तो 70 से ऊपर जा नहीं पाएगा, 70 से ऊपर एकदमै अच्छा रिजल्ट आएगा। टीएमसी अच्छा होगा, मलाई उसको जरुरत छ, उसलाई मेरो जरुरत छ र हामी त्यो आधारमा उहाँ सपोर्ट गरेका छौँ। भोलिको दिनमा हामी एकदमै राम्रो यो क्षेत्रको लागि उन्नति गर्छौँ, विकास गर्छौँ, अघि गरिब दुःखीको सेवा गर्छौँ। त्यही आधारमा हामी काम गर्छौँ।